एउटै पार्टीका 182 जना सांसद लाइन लागेर होटल टुलिप पुग्दा नवनिर्वाचित सांसदलाई रेड कार्पेटमा स्वागत। देशकै सबैभन्दा ठूलो र शक्तिशाली पार्टीले आफ्ना सांसदहरूको प्रशिक्षण आफ्नो होटलमा राखेपछि होटलले समेत आज राम्रै प्रचार पाउने नै भयो। भर्खरै खुलेको नयाँ होटलको प्रचार सित्तैमा हुने भएपछि होटल व्यवस्थापकले आज राम्रै तामझाम देखायो सांसदहरूको स्वागतमा। आकर्षक स्वागत अनि निधारमा रातो टीकाले माननीयहरूको स्वागतमा आज होटलले कुनै कसर बाँकी राखेन। राष्ट्रपालले आफ्ना सांसदहरूलाई माननीयको मर्यादा कसरी राख्नुपर्छ भनेर पाठ पढाउन यो होटललाई स्थान बनाएको हो र यो लेखापढी भोलिसम्म जारी रहनेछ। त्यसका लागि आज बिहानै सांसदहरू ललितपुर ग्वारकोमा रहेको यो होटलमा पुगेका थिए, जहाँ राष्ट्रपाबाट सांसदहरूले आज नयाँ अनुभूति गर्ने अवसर प्राप्त गरे। सामान्यतया राजनीतिक पार्टीको कार्यक्रममा यस्ता औपचारिकता कमै देख्ने गरिन्छ, तर राष्ट्रपाको कार्यक्रममा व्यवस्थित रूपमा स्वागत गरियो। स्वागतबाट कुनै पनि सांसद छुटेनन्। गेटमै भव्य स्वागत पाएपछि कार्यक्रम हलभित्र प्रवेश गर्ने हरेक सांसदले पक्कै पनि सकारात्मक ऊर्जा प्राप्त गरेको हुनुपर्छ। जुन कुरा सांसदहरूमा देखिएको जोश, जाँगर र ऊर्जाले प्रस्ट्याउँथ्यो। यो स्वागत सामान्य औपचारिकता मात्रै नभएर यसले कार्यक्रमलाई सफल बनाउन अहम भूमिका निर्वाह गर्ने पक्का छ। राष्ट्रपाले आफ्ना सांसदहरूलाई संसदीय मर्यादा, सांसदले खेल्नुपर्ने भूमिका, व्यक्तिगत आचरण सुधार गर्नुपर्ने विषय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक संविधान र आवश्यक नियम कानून लगायतका अत्यावश्यक विषयवस्तुमा जानकारी दिन मात्रै नभएर आवश्यक निर्देशन दिनका लागि 2 दिने अभिमुखीकरण कार्यक्रम राखेको हो। विभिन्न क्षेत्रका विज्ञहरूले सांसदहरूलाई आवश्यक सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने बताइएको छ। साथै सांसदहरूकै बीचमा एक आपसमा चिनजान परिचय गर्ने अवसर प्रदान गर्नका लागि पनि अभिमुखीकरण कार्यक्रम आवश्यक थियो। राष्ट्रपालले आफ्नो पार्टीले लिएको नीति, जनता समक्ष गरेका प्रतिबद्धता र आगामी दिनमा खेल्नुपर्ने भूमिकाका विषयमा पनि कार्यक्रममा सांसदलाई प्रशिक्षित गराइनेछ। कार्यक्रमको उद्घाटन सत्रमा उपाध्यक्ष द्वय डीपी अर्याल र स्वर्णिम वाग्लेले सांसदहरूलाई निर्देशन दिएका छन्। पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह स्वास्थ्य अवस्था र व्यस्तताका कारण भन्दै आजको उद्घाटन सत्रमा उपस्थित भएनन्। समापनमा सकेसम्म उपस्थित हुने बाचा गरेका छन्। आजको कार्यक्रममा पाएको स्वागत र प्रशिक्षणले भने कतिको ऊर्जा दियो त्यो त अझ आगामी संसद बैठकमा नै सांसदहरूको अनुहारमा देखिनेछ।